हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ डिनर जाँदैछु बाहिर। म अस्तिबाटै भाइले चाहिँ डिनर जाउँ न दाइ होइन भनेर भन्दै थियो। त्यही भएर चाहिँ आज मैले बौद्धतिर जाँदैछु भाइले। बौद्धको एकदम वान अफ द फेमस ठाउँ 3D आर्ट फेस्टिभलमा जाँदैछु। त्यहाँ टपदेखि चाहिँ भ्यूहरू एकदम राम्रो देखिन्छ बौद्धको वरिपरि होइन। त्यसपछि त्यहाँको भ्यूहरू पनि देखाउनु छ हजुरहरूलाई। तपाईँहरूले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। स्टे ट्युन्ड गाइज। सबभन्दा माथि जाँदैछु टपमा। यता हिँड्दैछौ ओके फाइनली चाहिँ आइपुग्यो यता। हामी टपमा छ टपमा। यहाँ पनि एकदम खतरा छ हेर्नु। हेर्नु रे खतरा छ। फर्स्ट फ्लोर हो होइन। अब हामी थर्ड फ्लोर सेकेन्ड फ्लोरमा जाँदैछु। मोटाएर पेट पनि लागेको छु। अलिक भुट टाइपको छ। हो यो चाहिँ अलिक भुट गरेर जस्तो ल हामी चाहिँ अब टपमा जान्छौँ ल। ओके यहाँ चाहिँ एकदम होइन यस्तो भएर चाहिँ अब हामीसँग गर्दैछ। ओ यस कारोके नाइस।
कम्प्लिट हुँदैछ ओ बर्थडे सेलिब्रेसन भइरहेको उताबाट नाइ उताहरू पनि पाइन्छ अझै हामीसँग ल बसौँ म यो साइडमा बस्छु यता बस्नु त तिमी चाहिँ दामी भ्यू लोकेसन वाला ओके फाइनली हामी चाहिँ 3D आर्ट रेस्टुरेन्टमा आइपुगेका छौँ र हामीले मुनि होइन फर्स्ट फ्लोर सेकेन्ड फ्लोर भ्युजहरू पनि हेरिसकेँ अब एकजना स्टाफ चिनेर थियो होइन म चाहिँ फर्स्टचोटि हो होइन यहाँ चाहिँ ओके अब हामी के अर्डरहरू दिनेछौँ के खाने तिमी एउटा सिजलर एउटा सिजलर मगाउँछु चिकन सिजलर मगाउँछु अनि एउटा चिकन पिज्जा हुन्छ अनि ड्रिङ्कमा कोल्डमा के लिने कोल्डमा के रहेछ नि कोल्डमा के लिने भन नि लस्सी हुन्छ लस्सी लस्सी लिने प्लेन स्विट लस्सी मगाउँ न एउटा स्विट लस्सी अनि हुन्छ मोमो सिजर छ मलाई नसमाला चिकन मोमो सिजर भयो यो सिजर चाहिँ मोमो नर्मल सिजलर छैन क्या ठिकै यस्तो गरौँ न ब्रो एउटा चिकन पिज्जा गरिदिउँ चिकन पिज्जा यो लार्ज नै हो लार्ज पनि होइन हाम्रो मिडियम पनि होइन लार्ज पनि होइन जस्तै मिडियम 8 इन्चको भयो लार्ज 12 इन्चको भयो हाम्रो चाहिँ 10 इन्चको ओके नाइस त्यसपछि अनि तपाईँले एउटा चिकन पिज्जा भन्नुभयो होला एउटा चिकन पिज्जा गरिदिनु अनि एउटा चिकन सिजलर गरिदिनु त्यसपछि प्लेन लस्सी स्विट लस्सी गरिदिनुहोस् ओके तिमी अहिले कहाँ छौ 3D आर्ट रेस्टुरेन्टमा कस्तो लागिरहेको छ एकदम राम्रो छ सबैभन्दा राम्रो चाहिँ यहाँ हातले गरेको पेन्टिङ आर्टहरू चाहिँ राम्रो छ त्यसको माथि अब मुनि ग्राउन्ड फ्लोरदेखि 5th फ्लोरसम्म चाहिँ सबैमा 3D आर्टकै फ्लोरहरू हो एकदम राम्रो छ एकदम दामी छ तपाईँहरू पनि आउनु होला भिजिट गर्नु होला अनि यहाँको भ्यू कस्तो छ यो दामी छ यहाँबाट टक्क त्यहाँ अगाडि बौद्ध देखिन्छ एकदम दामी छ हाट पनि दामी भ्यू पनि दामी सबैजना आउनु होला भिजिट गर्नु होला धन्यवाद 9 बजीसम्म मात्रै त पार्किङ त्यहाँ भोक लागेको छ कि यहाँ खानेकुरा आइपुग्यो होइन मजाले अर्डर गरिसकेको waiting for our sizzler then chicken pizza okay guys finally pizza पनि आइपुगेको छ होइन चिकन पिज्जा आइपुगेको छ आकुट पारेर हामी खाँदैछौँ ओके फाइनली हाम्रो पिज्जा चिकन पिज्जा आइसकेको छौँ ओके मैले चाहिँ फर्स्ट राइड टेस्ट गराउँछु कस्तो छ अन्त म चाहिँ भिडियो एडिट गर्दैछु अलिकति ल हुन्छ त्यहीँ राख्दा हुन्छ ल हस् थ्याङ्क यू के फाइनल चिकन सिजलर पनि आयो आमामा के रहेछ चिकन सिजलर चाहिँ
फाइनल्ली पिज्जा पनि सिजर पनि खाइसकायो यता एकजना घिच्दैछ सक्यो उसको पनि दामी मिठो छ एकदम यता मेरो खाली भइसक्यो फाइनल्ली अब घुम जाँदैछु खायोहरू पनि सक्यो होइन सिजलर पनि खायो चिकन सिजलर पनि खायो चिकन पिज्जा पनि खायो जुसहरू पनि खायो होइन यो त एकदम राम्रो छ कि यो प्लेस हेर्नुहोस् त एकदम दामी छ प्लेस छ मलाई त एकदम साह्रै मनपर्छ ओके गाइस हाम्रो चाहिँ पिज्जामा चाहिँ यसो रमाइलो गऱ्यो होइन डिनर पनि गऱ्यो त्यो चाहिँ हामीले चाहिँ लागेको थियो सबै चिजहरू खायो ओके गाइस यताहरू आउनु चाहनुहुन्छ भने 3 गार्ड रेस्टुरेन्ट जाउनु होला थ्याङ्क यू सो मच फर वाचिङ गाइस बाई